ल हाम्रो काठमाडौँ यात्रा सुरु भयो। गुर्जे भन्ज्याङमा चेकिङ पछि हामी ओह्रालो लाग्यौँ। अब ओह्रालो लाग्दा बित्तिकैबाट हामीलाई हिमालले मुस्कुराउँदै स्वागत गरिसक्यो। झरना हेर्दै इभी गाडी चार्जिङ नुवाकोट पुगिसक्यौँ हामी। 20 मिनट्स योसँग जोडिएको छ र पनि ढुङ्गामा यहाँबाट काठमाडौँबाट गोरु लगेर यो ल हामीलाई धुन्चे नुहाउँदैबाट हामीलाई स्वागत गर्यो लाङटाङ नेसनल पार्कले। टक्क धुन्चे पुगेर भात खाइन्छ हो। धुन्चेको अन्डा भात एक थाल खाएर उकालो लाग्नुपर्छ। On top Himalayan spring water. खोलाको छ्याङ हावा चराको चिरबिरसँगै अगाडि बढ्यो टोली। ल मिनी गोसाइकुण्ड आइसक्यो हामी। हाम्रो गाईले धुवा फैलाएर आएको छुवा छ। अब हाम्रो यहाँ एकछिन तातो पानी टी ब्रेक हुन्छ होला। सिबी फलफुल टावरहरू टक्क अमेरिकन गाई 3 घण्टा लाग्यो देउराली आउन। देउराली हो यो हैन नि देउराली आउँछ भने आधा गोसाइकुण्डको ट्रेकमा देउरालीदेखि माथि पर्दै हामी जय हनुमान श्री हनुमानको भेटेर आएछौँ। अँध्यारो भयो। ल यो के छ भाइ? यो के ठाउँ अरे? धिङसामा आज हाम्रो स्टे। लोकल दुध हाम्रो सेफ स्पेसल। सर आज के छ खै? अलि हात हराउँदो के छ यहाँ? चिकन कटलेट, टमाटर, प्याज, राम्रो यो। आहा झोइको टेकटा हो। जगती है बराई नलाउ कचियल। खोले के छ? बस हाल्ले। ल हाम्रो मिठो बिहानमा तातो रातो चाहिँ खाने भाइ। के छ? सोली लातीले ब्याक हाने नाचला। आज हाम्रो ट्रेकको साथी कालु। साथी आयो त्यसै चाहिँ हुन्न होला। ल जर्मन भन्ने डटमुन्ड पुरै भनिदिने नेदरल्यान्डबाट आएस भन्ने
तपाईहरुले खाजा के भन्ने रे उनी खाऊ ब्रेकफास्ट अंडा चना घोडालाई आज थाहा त्यसपछि कहाँ लाग्यो ल साथी अब चोलाङपाडदेखि माथिको भिडियो बनाउन सकेन थाकेर यो चट्टला हिमाल हेर्दै यो भिडियो गराएर सिधै माथि गोसाइकुण्ड गएर अर्को भिडियो हेलो एन्ड गुड मर्निङ फ्रम गोसाइकुण्ड यता एन्टी लाइट परे जस्तो आज हामी बसेको होटल हो पालैपाल भन्नु छ भोलिको यो हेलिकप्टर पनि ल्याउनु पर्यो रेस्क्यु हेलिकप्टर आयो यहाँ यता घाम पर एन्टी लाइट पनि राम्रो देखिरहेको यति चाहिँ राम्रो देखिरहेको टलक्क टल्केको चिसो बबाल चिसो सनसाइन विथ तिब्बत होटल अलि हिउँ पराइन्छ कालो कालो भयो हिमाल हेलिकप्टर छु चिसो बढ्यो गोसाइकुण्डमा बिहान यस्तो गाह्रो चाहिँ कसरी झर्ने यार सामान लाने खच्चड चिसो चिसो मौसममा तातो भनौँ कि गोसाइकुण्ड नआएर चोखो बनाऊ कि यो चाहिँ हामी आएको गोसाइकुण्डको प्रवेशद्वार ओइ ओइ त्यहाँ के दुरा यार तिनवटा रेड पान्डा त होइन होला बिहान बिहान यिनीहरू रेड पान्डा होइन के यिनीहरू यता हाम्रो गोसाइकुण्डको यो ताल होइन यो चाहिँ के कुण्ड थाहा भएन उता माथिको चाहिँ गोसाइकुण्ड यो लङ्गुरहरू यहाँ हामीले चाहिँ अर्को के भन्छ अरे यिनीहरूलाई यहाँ दुरा तिनवटा एउटा जोडी यहाँ छ एउटा भागी भाग्यो फेरि पनि सम्पूर्ण मानवहरूलाई गोसाइकुण्डबाट चिसो चिसो गुड मर्निङ नमस्कार यो चाहिँ के लामाहरूको के होला यताबाट चाहिँ राम्रो आउँछ हामीले गर्दा सिनिक भ्यू पनि स्नो त्यस्तै परेर होइन यो चाहिँ हामी बसेको होटल यहाँ चाहिँ एक दिन एउटा होटलमा अर्को दिन अर्को होटलमा गएर मान्छे भन्नु पर्ने रहेछ यिनीहरूको रुल रहेछ चिसो चिसो है बिहान बिहान ल चट्ट 1 घन्टा मजाले घाम तापियो र हाम्रो रेस्क्यु हेलिकप्टर जाने तयारीमा पङ्खा घुमाउँदैछ र यो उड्यो पहिला गएको मान्छेले यहाँ त शिवजीको छाप देखिन्छ भन्छन् हामीले त खोज्दा खोज्दा तालैभरि वाक्क लाग्यो भेटाउँदै भेटाएन सुतेन नि राति रातभर अब हामी महादेवले त्रिशूल गाडेर पानी निकालेको त्रिशूलधाराबाट पानी लिन जान थालिरहेका छौँ यो चाहिँ हामीले पानी लिइसकेपछि पारी त्रिशूलधाराबाट हेरेको भ्यू ताल र हामी बसेको होटल शिवजी खोज्दा खोज्दा वाक्क भइसक्यो जत्र त्यो हिमालको
रिफ्लेक्सन मात्रै पानीमा देख्छ, शिवजी नै देख्दैन। ल यो भिडियोमा कसैले देख्नुहुन्छ भने हामीलाई बताइदिनु है। देखा छ भने लौ म यो महादेव। ल हेर सबले मलाई। ल बाई बाई गोसाइकुण्ड। अब टोली झऱ्यो लखर लखर धुन्चेसम्म। हाम्रो गोसाइकुण्डबाट झर्ने बाटो यही हो, हिंसाको बाटो नै हो। Alright everybody, if you find your name, you are lucky. यी तपाईहरुलाई हिमाल हाँसेको हेर्न मन छ भने हिमालतिर हाइकिङ ट्रेकिङ जानुस्। साथी हो यो मैले नाउ रोगी यो झारल के हो यो चरेको भेटे हैन। ओहो गोसाइकुण्ड आएको फाइदा भयो। र यो सँगै धुन्चेबाट हामी गाडी चढ्छौँ काठमाडौँको लागि र एक टोली हाम्रो साथी पछाडि निदाउन सुरु गरिहाल्छन् र म भिडियो खिच्छु उनीहरूको मिठो झरना हेर्दै हाम्रो इभी चार्जिङ स्टेसनमा आउँछौँ र युक्रेन दुस्ता रुसले नेपाल दुस्ता घुसले लेखेको गाडीमा हामी काठमाडौँ